भोलि तल तल छ कौसी चाहिँ माथि छ भोलि तल तल छ कौसी चाहिँ माथि छ मेरो कोठा यही छ खाट चाहिँ कहाँ छ मेरो कोठा यही छ खाट चाहिँ कहाँ छ। विद्यार्थीहरू नमस्कार। आजको कक्षामा तपाईहरुलाई स्वागत छ। आज हामी कक्षा 1 को नेपाली विषय म र मेरो परिवार विषय क्षेत्र अन्तर्गत पाठ 2 मा रहेको मेरो कोठा पाठका बारेमा हामी सिक्ने छौं। यस पाठमा हामी आफ्नो घरमा रहेका विभिन्न कोठाहरू, घरका विभिन्न भागहरूका बारेमा हामी सिक्ने छौं। विद्यार्थीहरू अब तपाईसँग यो चित्र हेर्दै कविता गाउँदै हामी कुराकानी गर्छौं है त। ल अब यता हेर्नुहोस् त, यहाँ देख्नु भएको चित्र के को चित्र होला? शाबास, यहाँ घरको चित्र छ। भाइले के देखाइरहेका छन्? भाइले मेरो कोठा भनेर देखाइरहेका छन्। यहाँ चाहिँ भाइको कोठा छ। भाइ त्यो कोठामा सुत्ने गर्छन्। अनि भाइको छेउमा अर्को के छ त? यहाँ खाट पनि छ। अनि भाइको पछाडि के छ त? यता चाहिँ भान्सा कोठा छ। भाइको भान्सा कोठा यता छ, सुत्ने कोठा उता छ, यहाँ खाट छ अनि राम्रो घर छ। यो घरमा चाहिँ भाइ बस्छन्। तपाईहरुको पनि यस्तै घर छ होइन त? तपाईहरुको पनि यस्तै सुत्ने कोठा छ, तपाईहरुको घरमा पनि भान्सा कोठा छ, तपाईहरुको घरमा पनि खाट छ, घरमा झ्याल छ, ढोका छ, विभिन्न भागहरू छन्। अब विद्यार्थीहरू हामी मेरो कोठा शीर्षकको कविता हामी गाउँछौं है त। ल अब सुन्नुहोस् त, पहिला सुन्नुहोस् त्यसपछि म सँगसँगै गाउनुहोस् है त। ल म सुनाउँछु तपाईलाई। शीर्षक मेरो कोठा। भान्सा कोठा यता छ, सुत्ने कोठा उता छ। भान्सा कोठा यता छ, सुत्ने कोठा उता छ। झ्याल ढोका यही छन्, घरको छानो कता छ। झ्याल ढोका यही छन्, घरको छानो कता छ। भुइँ तल तल छ, कौसी चाहिँ माथि छ। भुइँ तल तल छ, कौसी चाहिँ माथि छ। मेरो कोठा यही छ, खाट चाहिँ कहाँ छ। मेरो कोठा यही छ, खाट चाहिँ कहाँ छ। आहा, ल भन्नुहोस् त विद्यार्थीहरू, खाट चाहिँ कहाँ छ? खाट चाहिँ यता छ होइन त? हो, तपाईहरुले कविता पनि सुन्नुभयो। अब हार्मोनियमको धुनसँगै तपाईहरु पनि यो कविता गाउनुहोस्। हस् विद्यार्थीहरू, कविताको शीर्षक मेरो कोठा। भान्सा कोठा यता छ, सुत्ने कोठा उता छ। भान्सा कोठा यता छ, सुत्ने कोठा उता छ। झ्याल ढोका यही छन्, घरको छानो कता छ। झ्याल ढोका यही छन्, घरको छानो कता छ। भोलि तल तल छ, कौसी चाहिँ माथि छ। भोलि तल तल छ, कौसी चाहिँ माथि छ। मेरो कोठा यही छ, खाट चाहिँ कहाँ छ। मेरो कोठा यही छ, खाट चाहिँ कहाँ छ। विद्यार्थीहरू अब हामी अर्को चित्रको बारेमा कुराकानी गरौँ। हस्, ल हेर्नुहोस् त यो चित्र। यो चित्रमा के देख्नुहुन्छ? आहा, कति राम्रो घर, सुन्दर घर छ। तपाईहरुको पनि यस्तै घर छ होला है। अब यो घरमा चाहिँ के छन् होला म तपाईहरुलाई
भन्दै जान्छु, देखाउँदै जान्छु, अनि त्यो भागहरू चाहिँ तपाईहरूले चिन्नुपर्छ। हस् विद्यार्थीहरू, ल अब हेर्नुहोस् त, हेर्नुहोस् म पनि भन्दै जान्छु, तपाईहरू पनि सुन्दै जानुहोस्। कौसी, घरमा कौसी छ, छानो, भान्सा, खाट, तला, झ्याल, ढोका। ल अब मैले कौसी भनेपछि तपाईहरूले देखाउनुपर्छ। हस् कौसी देखाउनुहोस् त, मिल्यो कि मिलेन? म पनि देखाउँछु। स्याबास, तपाईले देखाउनु भएको मिल्यो। यो भाग चाहिँ यो घरको कौसी हो। स्याबास। अब म भन्छु, तपाईहरूले देखाउनुहोस् है त। छानो, तपाईहरू पनि भन्दै देखाउँदै गर्नुहोस्। हस् छानो देखाउनुहोस् त। आहा, तपाईले देखाउनु भएको र मैले देखाएको पनि मिल्यो। यो घरको छानो, यो पनि घरको छानो। स्याबास विद्यार्थीहरू। अब म अर्को कुरा भन्छु है त। भान्सा देखाउनुहोस् त, भान्सा कहाँ छ यो घरमा? भान्सा। स्याबास, तपाईले देखाउनु भएको मिल्यो। अब म अर्को शब्द भन्छु है त। अर्को खाट देखाउनुहोस् त। कति चाँडो देखाउनु भयो तपाईहरूले। खाट कति छिटो देखाउनु भयो है। आहा, कति सिपालु तपाईहरू। अब अर्को शब्द भन्छु म। तला। ल देखाउनुहोस् त, तला कहाँ होला? तला। आहा, ठिक देखाउनु भयो। यो माथिल्लो तला, यो तल्लो तला होइन त? यो चाहिँ भुइँ तला। भुइँ तला तल छ भनेर हामीले कवितामा भनेका थियौँ नि। हो, भुइँ तला तल छ। अनि अर्को शब्द झ्याल। आहा, झ्याल त तपाईहरूले भनिसक्नुभयो। यो घरमा कतिवटा झ्याल छ भन्नुहोस् त? एउटा, दुईटा, तीनवटा, चारवटा। यो चाहिँ झ्यालहरू हुन्। स्याबास, तपाईहरूले भन्नुभएको मिल्यो। झ्याल। अब म अर्को शब्द भन्छु। ढोका। आहा, तपाईहरूले देखिहाल्नुभयो। ढोका। यो घरमा कुन कुन भाग रहेछन् त? म सँगसँगै भन्नुहोस् ल। म भन्छु अनि तपाईहरू पनि भन्नुहोस्। कौसी, छानो, भान्सा, खाट, तला, झ्याल, ढोका। तपाईहरूले घरको भाग चिन्नुभयो। विद्यार्थीहरू कति रमाइलो भयो है। चित्र पनि कति राम्रो। अब तपाईहरूलाई म एउटा चित्र देखाउँछु। तपाईहरूले पनि कापी र पेन्सिल अनि रङ लिएर तयार भइसक्नु भएको छ। अब हामी मैले देखाएको जस्तै चित्र बनाउने छौँ। हेर्नुहोस् त, यो के को चित्र होला? स्याबास, यो चाहिँ आँपको चित्र। रङ कस्तो छ त? पहेँलो छ। यो चाहिँ पाकेको आँपको चित्र हो। आँपको पातको रङ कस्तो छ? पातको रङ हरियो छ होइन त? पात कतिवटा छ? एउटा, दुईवटा पात छ। अब हाम्रो विद्यार्थी भाइ बहिनीहरूले यस्तै गरी पहिला सिसा कलमले यसरी आँप बनाउनुहुन्छ। अनि आँप बनाइसकेपछि पातमा हरियो रङ लगाउनुहुन्छ। कतिवटा पातमा? दुईवटा पातमा। यो पात पनि हरियो, यो पनि हरियो। पातमा हरियो लगाउनुहुन्छ। अनि यो पाकेको आँपमा चाहिँ कस्तो लगाउनुहुन्छ त? पहेँलो लगाउनुहुन्छ। अनि पाकेको आँप बनाउनुहुन्छ। आहा, कति मिठो पाकेको आँप। तपाईहरूले पनि खानुभएको छ होइन त? कस्तो मिठो भयो। स्याबास विद्यार्थीहरू, तपाईहरूले पनि यस्तै चित्र बनाउनुहोस्। हस् ल विद्यार्थीहरू, आज तपाईहरूले के कुरा सिक्नुभयो सम्झनुहोस् त। स्याबास, मेरो कोठाको बारेमा सिक्नुभयो। तपाईहरूको घरमा कुन कुन कोठा छ त? भान्सा कोठा छ, सुत्ने कोठा छ, पढ्ने कोठा छ। अरू कुन कुन कोठा होला सम्झनुहोस्। हस् ल, अनि घरको भागहरूको बारेमा पनि तपाईहरूले चिन्नुभयो। अब आजको कक्षामा तपाईहरूले धेरै कुरा सिक्नुभयो। तपाईहरूलाई धेरै धेरै धन्यवाद। आजको हाम्रो कक्षा
यही सकिन्छ। नमस्कार।